गुड मर्निङ एन्ड नमस्ते। फेरि म ब्याक भइसकेको छु र आज चाहिँ मेरो अडिसन छ, मतलब एससी आइडलमा अडिसन छ र म आज जान आँटेको छु र त्यही भएर म चाहिँ बिहानै उठेर कपाल सपाल धोएर ब्रुस सुस गरेर चाहिँ अब म चाहिँ उठिसकेँ। अब दिदी उठ्नु भएपछि चाहिँ अब जान्छु म ठ्याक्क कति हिजो सोद्धाखेरि चाहिँ 8 बजीसम्म आइपुग्नु पर्ने हो तपाईँहरू भन्दै भन्नुहुँदै थियो क्या। त्यही भएर अब म चाहिँ रेडी भइसकेँ। हजुर दिदी र भाइ चाहिँ आउनु भएको छ। दिदीलाई उठायो है, अनि दिदीलाई उठाएर अनि म फिक्दिनु भयो। अब ड्रेस लगाउनु हुँदैछ। भाइलाई अघि कल गरेको आउँछु भन्दै थियो र खोइ पर्खेको आएकै छैन। अब आउँछ होला नि त। तर अहिले चाहिँ हामी चाहिँ दिदी र म चाहिँ घरबाट निक्लिनु आँटेको। यस्तो छ यहाँ दिदी चाहिँ तयार पारेर म भन्दा क्या म अडिसन दिन जाने अरे, दिदी चाहिँ क्या राम्रै भएर गइरहेको छ। आज चाहिँ केटा पट्याउँछ जस्तो छ यसले। कति नराम्रो आएको र दिदी र म चाहिँ घरबाट निक्लिसक्यौँ होइन। अब यहाँ दिदी चाहिँ अब भाइलाई चाहिँ अब चोकमा आइज भनेको छौँ। त्यो माथि सुतेको थियो क्या, हामीसँग थिएन। अनि त्यही भएर त्यसलाई मैले बिहानै कल गर्न लाएर घरमा कल गर्न लाएर त्यसलाई चोकमा आइज लु छिटो भनेर भने हामी चाहिँ 3 जना जाँदैछौँ। जस आफूमाथि चाहिँ कन्फिडेन्स भएर गएको, बिग्रिने चाहिँ नबिग्रियोस् भन्छु। फेरि सरी यार, लाइफमा कहिल्यै गीत गाउँदिनँ फेरि म। जस अडिसन चाहिँ पास गरौँ। हामी चाहिँ अहिले यहाँ चोक आइसकेको छौँ। भाइलाई पर्खिन् क्या, अति पर्खिन्। आउँछ कि भन्छु लास्टमा बोल्दै आउँदो रहेछ क्या। यहाँ चाहिँ दिदी फायरमा चाहिँ अब टेम्पो स्याम्पो भेटाइएको छ नि त। त्यही भएर दिदी चाहिँ ओभर फायरमा चाहिँ यहाँ कल गरेछ क्या। खोइ भाइ आउँछ कि भनेको आउँदैन भन्छु। यस्तो छ, भर्खर आउँदैछ हो, के भन्नु। र भाइ पनि आइसकेको छ। भाइलाई चाहिँ पढाउनु मन लागेको छ। तँलाई मैले कतिखेर आइज भनेको थिएँ। ढिलो भएछ हेर्दा, यो पनि ढिलो उठ्यो आज। गफ गर्दै आउँदो रहेछ। पर हेर्छु त भाइ त गफ गर्दै आउँदो रहेछ। र कस्तो लाग्यो त आज धरान जाने? अब अडिसन छ मेरो। जस अब साथ सपोर्टको लागि चाहिँ 2 जना मसँग गइरहेको छ। 3 जना मात्रै जाने हुनुहुन्छ क्या। ल फाइनली युएन कलेज अन्नपूर्ण लाइन धरान 16 र हामी चाहिँ अब यहाँदेखि अब टेम्पोहरू होइन, टेम्पोहरू चाहिँ गर्दैछ। फायर किन हो यति साह्रो राम्री? ओए यति साह्रो फायर म शान्तिमा मान्छेहरूसँग बोल्दैन हो र? कस्तो अरे भर्खर उठेर आएछ। अहिले चाहिँ हामी टेम्पोमा चढेको रिजर्भबाट हामी चाहिँ फटाफट जाँदैछौँ। ढिलो पनि भइसक्यो कुरा त। थाहा छ यो यसको अडिसन है, त्यही भएर पैसा मैले तिर्नु परेछ क्या। गाह्रो छ नि त भाइ। त्यही भएर मलाई लगेको हो क्या। म एटिएम हो नि त यसको पैसा वाला। त्यस्तो होइन बरु म अब केही तिर्दैन यो मुलाले। अहिले चाहिँ हामी युएन कलेज ठ्याक्क कम्पिटिसन जहाँ हुन आँटेको छ त्यहाँ आइपुगिसक्यौँ। अब भित्र चाहिँ लास्टै टुक भइरहेको छ। कति दिनु के गर्नु भयो कति 900 त नभन्नु। युएन कलेज धरान 16मा चाहिँ पढ्दै रहेछ। हामीले त्यही पनि नथाहा पाएर अब डाइरेक्ट लोकेसन हेर्दै आएको क्या। हामी अहिले चाहिँ फर्म भरिसकेर यहाँभित्र जाँदैछौँ। वार्ड नम्बर 2मा रहेछ मेरो। ल ओए यहाँ आइज न। जुस
पर्फर्मेन्स राम्रो होस् होइन हाम्रो मेरो पर्फर्मेन्स चाहिँ राम्रो होस् यिनीहरूलाई पनि आशा छ नि त जे गरे पनि अब जे गरे पनि मलाई पनि अल द बेस्ट ल अल द बेस्ट ल म चाहिँ अब वार्ड नम्बर 2 मा जान्छु यता चाहिँ वार्ड नम्बर 1 मा जानु मेरो भाइ चाहिँ अडिसन दिएर आइसक्यो पता नै के भयो केही थाहा छैन यहाँ इन्टरभ्यू लिनुहुँदैछ गाइज म चाहिँ सिलेक्ट भइसकेँ होइन अब सिलेक्ट भइसकेपछि चाहिँ अलिक मलाई पनि कस्तो नर्भस फिल भएको थियो अलिक कस्तो डर लागिरहेको थियो अलिक सरहरूले पनि अलिक कन्फिडेन्स होइन अलिक कन्फिडेन्स बढाइदिनु पनि भयो जस रमाइलो लाग्यो मलाई अलिक नर्भस हुँदो रहेछ क्या सब्सिडियरमा कसम यस्तो डर लागिरहेको थियो सब्सिडियरमा चाहिँ होइन बिगारेँ क्या मैले बिगारिसकेपछि चाहिँ अनि आफ्नै सोचेर गाउँदाखेरि चाहिँ अलिक खुल्ला पनि हुँदो रहेछ अलिक स्वर पनि निक्लिँदो रहेछ क्या अलिक मलाई चाहिँ ओभर खुसी लाग्यो र यो सिलेक्ट भएकोमा पाएको जस अब चाहिँ हामी अब एकछिन अब के हो अब सरहरूलाई सोध्नुपर्छ होला अब बस्नुपर्छ कि जानुपर्छ अब चाहिँ हामी घर जान्छौँ अब म घर पुगेर तपाईँहरूलाई भन्छु अहिले चाहिँ हामी अडिसन दिएर हिँड्दैछौँ होइन जस पाएँ अब घरमा अब कल गरेर चाहिँ नसोध्ने डाइरेक्टली क्या डाइरेक्ट अब घरमा गएर हामीले चाहिँ सरप्राइज क्या अब सब्सिडियनमा चाहिँ लुकाउने अब के भन्नुहुन्छ त्यो अनुसारले हुन्छ होइन कस्तो लाग्यो त भाइ तँलाई कस्तो लाग्यो एकदम राम्रो लागिरहेछ सेलेक्ट भइस् होइन त्यो खुसी लाग्यो होइन अब के भन्नु त अब सेलेक्ट नभएको भए त अब मेरो पनि केही मिहिनेत पनि खेर जान्छ नि त त्यो पनि हो ल अब चाहिँ घरमा भेट्नुपर्छ सरप्राइज अहिले चाहिँ हामी यहाँ चोकमा आइसक्यौँ धरानदेखि अब घर जाँदैछौँ हामी माथि घर अब मम्मीहरूलाई सरप्राइज दिने कुरा गर्दैछौँ हामी अब घरमा भेटौँ न ल र अहिले चाहिँ हामी घर आइसकिसक्यौँ अहिले चाहिँ हामीले घर आयौँ होइन के रियाक्सन हुन्छ त्यो सोच्नुपर्छ हामीले है र अहिले चाहिँ ठ्याक्क घर पनि आइपुगिसक्यौँ क्या हामी हेरौँ के हुन्छ रियाक्सन घर आइपुगिसक्यौँ हामी चाहिँ अब रुनुहुँदैछ है क्या युनिक तेरो मम्मी त रुँदैछ नि त किन रोक्यो जस्तो मान्छेहरू त भइसक्ने बाबा सेलेक्सन हुँदैन भयो नि हुँदैन यो कति राम्रो आवाज निस्केको थियो यसको भयो सेलेक्ट भयो हो भिडियो गर्ने प्र्याङ्क गरेको चाहिँ सक्सेसफुल भयो तर मम्मी कसरी रुनु पनि भयो होइन अनि मलाई पनि कस्तो लाग्यो तर हुन पनि हो तर मैले कस्तो सिरियस पारेर गर्दै थिएँ क्या दिदीले भिडियो गरिदिरहेको थिएँ लास्टमा भने रुनुको जस मलाई खुसी लाग्यो फ्यामिलीले यत्तिको सपोर्ट गर्नुभएको छ मलाई अब अझै सफल हुन पाऊँ र आजको लागि यति नै भ्लग टाटा।